पछिल्लो भिडियोमा मैले डिस्क्राइब गरेको थिएँ फ्याट सोलुबल भिटामिन। अहिले म डिस्क्राइब गर्दैछु वाटर सोलुबल भिटामिन्स। सो वाटर सोलुबल भिटामिन्स भनेको के हो? हामीले जुन भिटामिन्सलाई लिन्छौँ त्यो डाइरेक्ट हाम्रो ब्लड स्ट्रिमबाट एब्जर्प्सन भएर स्टोर भएर बस्दैन भने त्यस्ता भिटामिन्सहरूलाई हामीले वाटर सोलुबल भिटामिन्स भन्छौँ। यो मुख्यतः दुई प्रकारको हुन्छ, एउटा भिटामिन्स बी एन्ड भिटामिन्स सी। भिटामिन्स बीलाई बी कम्प्लेक्स पनि भनिन्छ। यसलाई किन बी कम्प्लेक्स भनिन्छ भने यसमा 8 वटा भिटामिन्सहरूको कम्बिनेसनबाट बनेको हुन्छ, त्यही भएर यसलाई बी कम्प्लेक्स भनिएको हो। मुख्यतः बी कम्प्लेक्सलाई दुई भागमा डिभाइड गरेको छ, एउटा एनर्जी रिलिजिङ अनि एउटा हेमाटोपोइटिक। सो यसको मतलब के हुन्छ? एनर्जी रिलिजिङ बी कम्प्लेक्स एन्ड हेमाटोपोइटिक बी कम्प्लेक्स। सो एनर्जी रिलिजिङ बी कम्प्लेक्स भनेको हामीले बी कम्प्लेक्सलाई खायौँ, हाम्रो शरीरभित्र जान्छ अनि यसले एनर्जी प्रड्युसको लागि हाम्रो शरीरमा भएको म्याक्रोन्युट्रिएन्ट्स जस्तै कार्बोहाइड्रेट, प्रोटिन्स, फ्याट्स यो सबैलाई मेटाबोलिजम र एब्जर्प्सनको लागि विभिन्न इन्जाइमहरूको र कोएन्जाइमहरूको सहयोग लिएर एनर्जी प्रड्युस गर्न लगाउँछ। त्यसलाई हामी भन्छौँ एनर्जी रिलिजिङ एन्जाइम्स। त्यस्तै छ यता हेमाटोपोइटिक। हेमाटोपोइटिक भनेको यहाँ नाम नै छ हेमाटो। हेमाटो मिन्स हुन्छ ब्लड एन्ड पोइटिक मिन्स फर्मेसन हुन्छ। सो ब्लड फर्मेसन गर्ने जुन भिटामिन्स हुन्छ त्यसलाई हामी भन्छौँ हेमाटोपोइटिक बी कम्प्लेक्स भिटामिन्स। सो एनर्जी रिलिजिङ भिटामिन्सहरूमा मुख्यतः 6 वटा पर्छ भिटामिन्स, जुन चाहिँ B1, B2, B3, B5, B6 र B7 हुन्छ। त्यस्तै हेमाटोपोइटिकमा फोलिक एसिड, B9, साइनोकोबालामिन, B12 गरी जम्मा 8 वटा बी कम्प्लेक्सका भिटामिन्सहरू हुन्छ। यो सबैको छुटाछुटी डिस्क्राइब म गर्छु।